एयरपोर्टमा आमाको आँसु भिजेको थियो। छोराले हाँस्दै भनेको थियो, आमा म चाँडै फर्किनेछु। एयरपोर्टमा पुग्दा आमाको आँसु भिजेको थियो। छोराले मुसुक्क हाँस्दै भनेको थियो, आमा म चाँडै फर्किनेछु। तर त्यो हाँसोभित्र कति पीडा लुकेको थियो त्यो कसैले देखेन। तर त्यो हाँसोभित्र कति धेरै पीडा लुकेको थियो त्यो कसैले देखेन। दिन प्रतिदिन मेरो देश आफ्नै सन्ततिहरूलाई टाढा पठाइरहेको छ। दिन प्रतिदिन मेरो देशले आफ्नै सन्ततिहरूलाई टाढा पठाइरहेको छ। जन्मभूमि